हेलो साथीहरू सबैजनालाई गुड मर्निङ। के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला? आनी के छ भन्दै होइन म फेरि ब्याक भइसकेको छु। सबैको जिज्ञासा के थियो भने अब के गणेश भलकले भिडियो बनाउँदैन त होइन? के आइडी सस्पेन्डै भएको हो र? होइन त्यस्तो केही पनि छैन होइन, भएको केही होइन। तर मेरो आफ्नै समस्याले, प्राइभेट समस्याले गर्दा चाहिँ होइन, आफ्नो समस्या लिएर भिडियो बनाउन पाइरहेको छैन। गएर हेर्नु होला, आइडी हेर्नु 28,000 पुग्नेवाला छ फलोवर्स। कतिलाई त होइन मैले यो 28,000 पुग्न लाग्छ भन्दा कतिलाई डा लाग्छ, कतिलाई त मजाक छु पैसातिर फलोवर्स बढाउन सिक्या होइन। मैले मेहनत गरिरहेको छु, पैसातिर किन फलोवर्स बढाउनु? दिनको त्यसरी पैसातिर बढाउने हो त एकै दिन बढिहाल्थ्यो होला नि। यो 2 वर्ष 1.5 वर्ष लाग्थ्यो होला त। त्यस्तो केही पनि होइन, फलोवर्स बढ्छ होइन आरामले। तर सपोर्ट हुनु पर्यो क्या सबैले होइन, एकअर्कालाई भिडियो देखेको कसैले पनि साह्रैको साह्रै गर्नु भएन के, सबैको हेरिदिनु पर्यो। जब आफ्नो पनि हेर्छन्, आफूलाई पनि लाइक कमेन्ट गर्छन्, सेयर हो, त्यही हो। म नि सबैलाई फलो गर्छु, आफूसँग आएको भिडियो त सबैलाई लाइक कमेन्ट सेयर गरेपछि त भइहाल्छ नि। अनि कतिजनाले चाहिँ भनिरहनु भएको थियो के अब गणेश कार्कीले भिडियो बनाउनु छोडेको हो त, गणेश भ्लगमा एउटा आउँदैन त अब भिडियोहरू? होइन आउँछ, मेरो आफ्नै समस्याले गर्दा हो। सबैजनालाई होइन हेर्दै गर्नु होला। अब अलिकति समस्या त्यही भएर भिडियो लगाइरहेन। 1-2 महिना पछाडिदेखि म डेली भिडियो हाल्छु, युट्युब, फेसबुक, इन्स्टाग्राम सबमा। मेरो टिकटकमा सायद यही भिडियो हालिदिने गरेको छु। मेरो डा गर्ने साथीभाइहरूलाई चाहिँ के भन्छु भने आन्ने भन्दै होइन, अब चाहिँ म मामु भन्दै गएको है त भाइ। ल